यो सरकारले यो सहयात्राले एमाले नेपाली कांग्रेसको यो सहयात्राले यो कार्यकाल पूरा गर्छ। अर्को निर्वाचनसम्म यो कार्यकाल जारी रहन्छ। त्यसकारणले संसदभित्रबाट अस्थिरता सिर्जना गर्न खोज्ने वा सडकबाट अस्थिरता सिर्जना गर्न खोज्ने कुनै पनि कोसिसहरू कामयाब हुँदैन। पछिल्लो दिनमा प्रतिगामीहरू पुनरुत्थानवादीहरू खास गरिकन राजतन्त्रवादीहरू सडकमा उत्रिएर आफ्ना प्रतिगामी उद्देश्य पूरा गर्न सकिन्छ कि भन्ने दृष्टता चेष्टा उनीहरूले गरिरहेका थिए। यहाँले देख्नुभएको छ उनीहरूले आफ्ना प्रतिगामी उद्देश्य पूरा गर्नका निम्ति कुनै लोकतान्त्रिक विधिबाट होइन, जनताको विश्वास जितेर होइन, उनीहरूले वास्तवमा हिंसा, तोडफोड, आगजनी, व्यक्ति हत्या, लुटपाट, खसोटको बाटो उनीहरूले तय गरे, जसले गर्दा ती प्रतिगामी तत्त्वहरू योभन्दा अझ ज्यादा बदनाम भएका छन् र उनीहरूलाई नेपाली जनताले सम्पूर्ण रूपमा घृणा गरिरहेका छन्, तिरस्कार गरिरहेका छन् र प्रतिगमनका कुनै पनि कोसिसहरू सफल हुँदैनन् र नेपाली जनताले प्रतिगमनलाई स्वीकार गर्दैनन्। जरुर नेपाली जनताको यो सरकारसँग, राजनीतिक दलहरूसँग, खास गरी मेजर पोलिटिकल पार्टी एमाले, नेपाली कांग्रेस जस्ता पार्टीहरूसँग नेपाली जनताको आशा छ, अपेक्षा छ, केही गुनासाहरू पनि छन्। हामी जनताका आलोचनाहरू सुन्छौँ, गुनासाहरू सुन्छौँ, आशा अपेक्षाहरू सुन्छौँ र जनताको आकांक्षालाई सम्बोधन गर्ने हिसाबले प्रभावकारी रूपमा अगाडि बढ्छौँ। सरकार त्यसरी नै अगाडि बढिरहेको छ। यहाँले देख्नुभएको छ यो सरकार भन्दाखेरि अर्थतन्त्रका कैयन परिस्थितिहरू नकारात्मक थिए। हामी सरकारमा आएसँगै अर्थतन्त्रमा देखा परेका प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्नको निम्ति निकै धेरै प्रयासहरू गरिरहेका छौँ र जसको परिणामस्वरूप क्रमशः अर्थतन्त्रमा सुधार आइरहेको छ र अर्थतन्त्रले सकारात्मक दिशा तय गरेको छ र सकारात्मक परिवर्तनका सङ्केतहरू देखा परेका प्रभावकारी ढङ्गले समाधान गर्दै हामी बढ्छौँ भन्ने सरकारको विश्वास छ। यसै सिलसिलामा सरकारले केही महत्त्वपूर्ण कामहरू, अर्थतन्त्रका समस्याहरूलाई समाधान गर्ने सिलसिलामा केही महत्त्वपूर्ण कामहरू गरेको छ। देख्नुभएको छ निजी क्षेत्रले लामो समयदेखि पीडा भोग गरिरहेको थियो। त्यो उत्पादन र उत्पादकत्व बढी नरहेको, समग्र माग घटिरहेको, आयात निर्यात घटिरहेको लगायतका प्रतिकूलताहरू थिए। निजी क्षेत्रले कतिपय सामा ब्याज तिर्न नसकिरहेको जस्तो अवस्था पनि थियो। यो अवस्थामा हामीले के सोच्यौँ भनेदेखि निजी क्षेत्रको मनोबल बढाउनु पर्दछ। अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सालाई प्रतिनिधित्व गर्ने निजी क्षेत्रको मनोबल बढाउनु पर्दछ भन्ने हिसाबले हामीले सोच्यौँ। त्यस्तै गरी भ्रष्टाचारका प्रवृत्तिहरूलाई नियन्त्रण गर्नका निम्ति, सुशासन कायम गर्नका निम्ति, प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्नका निम्ति र चाहिँ यो चाहिँ डेलिभरीलाई इफेक्टिभ बनाउनका निम्ति हामीले कतिपय विद्यमान कानुनी व्यवस्थाहरूमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ भन्ने महसुस गऱ्यौँ र सँगसँगै हामीले सहकारी क्षेत्रमा जे यस्तो प्रकारको सङ्ग्रहित समस्या थियो त्यसको पनि समाधान गर्नुपर्छ भन्ने आवश्यकता महसुस गऱ्यौँ र यसका निम्ति हामीले चाहिँ एउटा सहज र सामान्य प्रक्रियाबाट हेर्दा लामो समय लाग्छ भन्ने ठानेर हामीले चाहिँ अध्यादेशको बाटोबाट हामीले कानुन संशोधन गर्ने त्यो कामहरू गऱ्यौँ। हामीले चाहिँ एकसाथ 5वटा 6वटा कानुनहरूमा संशोधन गरेका छौँ अध्यादेशका रूपमा। अध्यादेश पार्लियामेन्टमा प्रस्तुत भएको छ, पार्लियामेन्टले अध्यादेश पारित गरेको छ र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक समेत पनि पार्लियामेन्टले पारित गरेको छ। अब ती विषयहरू चाहिँ पूर्ण रूपमा कानुनी आकार, कानुनी हैसियत प्राप्त गरिसकेका छन् र हामी ती कानुनहरू अध्यादेशलाई प्रतिस्थापन गर्ने भनेका विधेयकहरूले पार्लियामेन्टमा पारित भएसँगै हामीले चाहिँ तिनका निम्ति अनुकूल यो चाहिँ नियमावलीहरू, निर्देशिकाहरू समेत निर्माण गरेर यी सबै कानुनहरूको प्रभावकारी कानुनको एउटा वैधानिक आधार तयार गरेका छौँ। यो चाहिँ यसले तपाईँले देख्नुभएको छ लामो समयदेखि दशकदेखि निजी क्षेत्रले माग गरेका थियौँ मागहरू, जाहेर मागहरू सम्बोधन भएका थियौँ। अहिले ती कैयन मागहरू एकसाथ सम्बोधन भएका छन् र यसले निजी क्षेत्रलाई उत्साहित पनि तुल्याएको छ। तपाईँले सुन्नुभएको छ निजी क्षेत्रका छाता सङ्गठनहरूले मुक्त कण्ठले सरकारले चालेका यी कदमहरूको
प्रशंसा पनि गरेको छ, स्वागत पनि गरेको छ। र यसले चाहिँ अर्थनीतिलाई चलायमान गर्नको निम्ति उत्पादकको वृद्धि गर्नको निम्ति रोजगारी सृजना गर्नको निम्ति यसले चाहिँ एउटा अनुकूल आधार तयार गरेको छ भन्ने म यहाँलाई बताउन चाहन्छु। त्यस्तै गरी हामीले एउटा यो खास गरी विभिन्न विधाका अर्थशास्त्रीहरूको चाहिँ एउटा चाहिँ विज्ञहरूको एउटा आयोग निर्माण गरेका थियौँ, आर्थिक सुझाव आयोग। पूर्व अर्थशास्त्री रामेश्वर खनालजीको नेतृत्वमा अर्थविदहरूको आर्थिक सुधार आयोग हामीले गठन गरेका थियौँ। उहाँहरूले 6 महिनाको समय लिएर राम्रोसँग चाहिँ अर्थनीतिका यावत पक्षहरूको सूक्ष्म अध्ययन गरिकन विश्लेषण गरिकन उहाँहरूले चाहिँ सरकारलाई हिजो मात्रै अस्ति उहाँहरूले चाहिँ त्यो प्रतिवेदन सरकारलाई बुझाउनु भएको छ र त्यो उहाँहरूले बुझाएको प्रतिवेदन हामीले सार्वजनिक पनि गरिसकेका छौँ, सरकारले सार्वजनिक पनि गरिसकेको छ। र अहिले आर्थिक सुझाव आयोगले दिएका सुझावहरू आम रूपमा राष्ट्रिय रूपमा चर्चाका बहसका विषय भइरहेका छन्। सञ्चारकर्मी हुँदै मिडियाकर्मी साथीहरूले पनि त्यसलाई चर्चाको विषय बनाइरहनु भएको छ।